लिम्बू भाषामा धेरै कुरा थाहा नभए पनि अधिकांश नेपालीहरूलाई थाहा भएको शब्दमध्ये मलाई पनि एउटा कुरा थाहा छ, त्यो हो सेवारो। नमस्कार दर्शकवृन्द, तपाईहरू हेर्दै हुनुहुन्छ मेरो घरेलु इन्टरटेनमेन्टद्वारा तयार पारिएको विश्वको सबैभन्दा बढी धर्म, संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिएको तपाईहरूको आफ्नो युट्युब च्यानल भिजिट विथ विनोद। कृपया लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर साथ दिनुहोला। जिल्ला विशेष अन्तर्गत आज हामी नेपालको पूर्वमा रहेको पाँचथर जिल्लाको बारेमा केही चर्चा गर्नेछौँ। पूर्वाञ्चलको प्रदेश नम्बर 1 मा पर्ने यो जिल्ला नेपाललाई 7 प्रदेश 77 जिल्लामा विभाजन गरिसकेपछि प्रदेश नम्बर 1 मा पर्दछ र नेपाललाई 7 प्रदेश 77 जिल्लामा विभाजन गर्नुभन्दा अगाडि नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलमा पर्ने जिल्ला हो पाँचथर जिल्ला। पल्लो किराँत नामले प्रसिद्ध यस जिल्लालाई नेपालको लिम्बुवान क्षेत्रको केन्द्रबिन्दु पनि भनिन्छ। भौगोलिक हिसाबले 383 मिटरदेखि 4575 मिटरसम्म रहेको यस जिल्लाको क्षेत्रफल 1241 वर्ग किलोमिटर रहेको छ भने यस जिल्लाको सदरमुकाम फिदिममा रहेको छ। यस जिल्लामा मुख्यतया लिम्बू, नेपाली, किराँती भाषा बोलिन्छ भने यो जिल्लामा क्षेत्री, बाहुन, लिम्बू, किराँत, राई, भोटे, लेप्चा आदि जातिहरूको बसोबास रहेको छ। यस जिल्लाको सिमानाको बारेमा कुरा गर्नुपर्दा पूर्वमा भारतको सिक्किम र दार्जिलिङ जिल्लासँग, पश्चिममा नेपालको धनकुटा र तेह्रथुम, उत्तरमा ताप्लेजुङ र दक्षिणमा इलाम र मोरङ जिल्लासँग जोडिएको छ। यस जिल्लाको नामाकरणको बारेमा कुरा गर्नुपर्दा कुनै ठोस तथ्य फेला नपरे पनि लिम्बू भाषाको पान्थरथुमबाट पाँचथर रहन गएको हो भन्ने भनाइ छ। भौगोलिक हिसाबले पहाडी जिल्ला भएको यो जिल्लाको हावापानी ग्रीष्म ऋतुमा राम्रो मौसम रहन्छ भने हिउँदमा साह्रै चिसो रहन्छ। चिसो क्षेत्र भएको हुनाले यहाँ फापर, केराउ, मकै, गहुँ, आलु र अन्य फलफुलहरू प्रशस्त मात्रामा खेती हुन्छ। यो जिल्लामा जलस्रोतका लागि इन्द्रावती, कावेरी, तमोर, हेवा, इवा, केवा, फेमे जस्ता नदी, जोरपोखरी, सुकेपोखरी अनि मिलुङ झरना, बत्तिसे झरना, पनमा झरना, मुबा झरना आदि रहेका छन्। तपाईहरूको गाउँठाउँतिर पनि कुनै यस्ता सदाबहार बग्ने नदीहरू छन् भने कृपया जानकारी गराउनुहोला। साथै तपाईहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, नेपालको कुनै गाउँ या सहर अथवा विदेशबाट हेर्दै हुनुहुन्छ, कृपया जानकारी गराउनुहोला। हामीलाई पनि थाहा होस् कि तपाईहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ भनेर। आउनुहोस् यो जिल्लाको बारेमा अरू केही थप कुराहरू जानौँ। पाँचथर जिल्ला धार्मिक स्थलको लागि धनी जिल्ला हो। यस ठाउँमा कावेरी, लिम्बू पोखरी, महादेव स्थान, जोरपोखरी, चुङगुम्बा, पाथिभरा देवस्थान, सिद्ध देवस्थान, गढीमाई मन्दिर, थाक्लै मन्दिर र किराँतहरूको प्रसिद्ध लुब्रेकोटी मन्दिर, महागुरु फाल्गुनन्दको मन्दिर, यासोकको सिद्ध देवी देउराली, राहुतको बेहुले ढुङ्गा सहित अन्य धार्मिक स्थलहरू रहेका छन्। साथै यस जिल्लाका ऐतिहासिक स्थलहरूमा जोरसालगढी, आहालगौरी, छाला सुकुवा डाँडा, उत्तरे फौदारपाटी, च्याखले पाटी, सिमरा पाटी, तिनधारे पाटी, जोरसाल पाटी, हिवाखोला पाटी आदि रहेका छन्। प्राकृतिक सौन्दर्यताको लागि महत्त्वपूर्ण ठाउँ रहेको यो जिल्लाको सुकेपोखरीबाट बिहानको सूर्योदयको सुन्दर दृश्य देख्न सकिन्छ। त्यो सुन्दर दृश्य हेर्नको लागि मानिसहरू टाढा टाढाबाट त्यहाँ आउने गर्दछन्। आफ्नै मौलिक संस्कृति र परम्परा रहेको यो जिल्लामा छुट्टै आफ्नै वेशभूषा, खानपान, चाडपर्व, संस्कृति, नाचगान, बोली भाषा र आफ्नै मौलिकता रहेको छ। प्राकृतिक स्रोत र साधनको धनी यस जिल्लामा प्रशस्त मात्रामा नालाहरू भएको हुनाले यहाँ घना वनजङ्गल अनि वनजङ्गलभित्र चितुवा, भालु, बँदेल, दुम्सी, बाँदर जस्ता जनावर तथा काली, चिब्रे, भँगेरा, मैना, सुगा, चिल, गिद्ध जस्ता चराचुरुङ्गी र जडीबुटीहरू प्रशस्त मात्रामा पाइन्छन्। दर्शकवृन्द, आजको भिडियोमा यति नै। तपाईहरूले हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा जानकारी गराउनुहोला। साथै हाम्रो च्यानल भिजिट विथ विनोदलाई सब्सक्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन घन्टीलाई पनि थिच्नुहोला, जसले गर्दा तपाईहरूले नयाँ नयाँ भिडियोहरू हेर्न अनि हामीहरूसँग भ्रमण गर्ने मौका पाउनुहुनेछ। र अहिलेलाई बिदा हुन्छौँ, अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।